नमस्कार, म एङ्गो गुरुजीबाट आज चाहिँ यो भिडियोमा चाहिँ हजुरलाई चाहिँ एङ्गो प्रो कसरी चलाउने भनेर चाहिँ जानकारी दिन खोजिरहेको छु। हजुरहरूलाई थाहै छ यहाँ माथिबाट यसरी अनलाइन जाने र यहाँबाट यसरी अफलाइन जाने है। सो तपाईँको साइडमा चाहिँ भनेको चाहिँ के देखेको छ भने चाहिँ प्लस माइनस भनेको जुम र जुम आउट हो होइन। अनि त्यसको तलपट्टि यो बक्सा देखेको छ, यहाँ चाहिँ तपाईँलाई चाहिँ ट्राफिक र डिमान्डको भनेर चाहिँ अप्सन दिएको छ है। यदि तपाईँले ट्राफिक अन गर्नुभएको छ यसको जाम खाली रोड भनेर चाहिँ देखाएको हो, यसलाई चाहिँ अफै गरिदिनु होला किनकि हामी म्याक्सिमम गुगल म्याप युज गर्छौँ। सो डिमान्ड भनेको चाहिँ तपाईँको चाहिँ यहाँनिर चाहिँ तपाईँको चाहिँ पिङ्क कलरको जोन देखा पर्छ होइन। सो अहिले चाहिँ मैले भर्खर खोलेको त्यही भएर चाहिँ देखेको छैन। सो तपाईँहरूको चाहिँ पिङ्क कलरको जोन चाहिँ देखा पर्न सक्छ है। सो तपाईँको चाहिँ यहाँनिर चाहिँ म्याग्निफाइड टाइपको 3टा डटेडवाला साइडमा छ तपाईँको, यहाँ चाहिँ तपाईँको होम र माई डेस्टिनेसन भनेर दिएको छ। होममा चाहिँ तपाईँले दिनको 2 चोटि खाना खाँदा र या तपाईँ चाहिँ घर फर्किँदाखेरि चाहिँ युज गर्न सक्नुहुन्छ। मलाई चाहिँ उतैतिरको ट्रिप चाहियो है भनेर चाहिँ तपाईँले युज गर्न सक्नुहुन्छ। माई डेस्टिनेसनमा चाहिँ तपाईँ अफिस जानुहुन्छ भने दिनमा 1 चोटि युज गर्न सक्नुहुन्छ। प्रायःले चाहिँ युज गर्ने भने त्यसरी नै युज गर्छ। सो तपाईँहरू कहिलेकाहीँ चाहिँ अब भक्तपुरतिर बस्नुहुन्छ, हाम्रो यहाँको अफिस आउनु पर्यो होइन, तपाईँको चाहिँ खाली ट्रिप किन आउने भनेर तपाईँले डेस्टिनेसन चाहिँ हाम्रो अफिसको राख्न सक्नुहुन्छ। यसरी थिचेपछि तपाईँले चाहिँ राख्न सक्नुहुन्छ है। सो जिम्बो थकाली यसरी राखेर चाहिँ तपाईँले चाहिँ स्टार्ट ट्रिप गर्ने हो। स्टार्ट ट्रिप गरेर चाहिँ तपाईँ आउँछ भन्ने होइन, तपाईँले चाहिँ बिस्तारै आउँदा आउँदै बाटोमा तपाईँलाई चाहिँ ट्रिप लाग्छ है। सो यो पहेँलो कलर भनेको चाहिँ तपाईँको चाहिँ प्रो लेभल हो, जुन चाहिँ तपाईँले चाहिँ 50भन्दा मुनि चाहिँ लान नखोज्नु होला, किनभने 50भन्दा मुनि भयो भने तपाईँलाई चाहिँ छोटो ट्रिप नदिने, लामो ट्रिप दिने, लिन जाने 2-3 किलोमिटर होइन। कति मान्छेहरूको चाहिँ तपाईँको चाहिँ प्रो लेभल एकदमै कम हुन्छ होइन। सो सक्दो चाहिँ तपाईँले चाहिँ 70-80 भन्दा चाहिँ माथि पुऱ्याइदिनु होला है। सो साइडमा चाहिँ तपाईँले चाहिँ ₹0 भनेर चाहिँ देखिएको छ। यो चाहिँ तपाईँले चाहिँ दिनमा कमाएको रकमहरू चाहिँ तपाईँको चाहिँ यहाँ जोडेर चाहिँ तपाईँको चाहिँ टोटल भ्यालु यता देखाइन्छ है। माथि 0 ट्रिपमा चाहिँ तपाईँको ट्रिपहरू देखाउँछ। अनि तपाईँको चाहिँ तलपट्टि चाहिँ गोल्ड बोनस भनेर दिएको छ है। सो गोल्ड बोनसमा चाहिँ तपाईँले चाहिँ यसरी हेर्न सक्नुहुन्छ, तपाईँले चाहिँ कति काम गर्न सक्नुहुन्छ दिनमा। मैले चाहिँ 4जना मान्छे उठाउन सक्छु या 8जना 12जना, यो चाहिँ तपाईँ यो अनुसारको चाहिँ तपाईँले चाहिँ यति रकम चाहिँ हजुरले चाहिँ पाउन सक्नुहुन्छ है। ल मैले आज 20 ट्रिप गर्न सक्छु जस्तो लाग्छ भने तपाईँले 20 ट्रिप यसरी गोल सिलेक्ट गर्ने। सो गोल बोनस सिलेक्ट गरेपछि यस्तो इन्टरफेस आउँछ, तपाईँले ओके गरिदिनु होला। सो माथिपट्टि चाहिँ यहाँ देख्नु होला धेरै मान्छेहरूले चाहिँ ब्रान्डेड एप हाम्रो बाइकमा छैन भन्नुहुन्छ होला। सो यो चाहिँ तपाईँको चाहिँ बाइक चाहिँ कम्पनीको बाइक चलाउँदाखेरि मात्रै ब्रान्डेड एप हुन्छ। यदि तपाईँको ट्याक्सीमा छ भने चाहिँ तपाईँले स्टिकर टाल्नुपर्ने हुन्छ र तपाईँले चाहिँ यो गर्दाखेरि चाहिँ तपाईँको चाहिँ बोनस चाहिँ तपाईँको चाहिँ बढी हुन जान्छ है। जुन चाहिँ नर्मल भन्दा चाहिँ ब्रान्डेड एपमा चाहिँ अलिक तपाईँको चाहिँ अमाउन्टहरू बढी हुन्छ है। यहाँ माथिपट्टिको देखेको चाहिँ तपाईँको डेटाहरूमा चाहिँ तपाईँले कति कमाएको छ, कति ट्रिप गर्यो भनेर तपाईँले हेर्न सक्नुहुन्छ। यदि तपाईँहरूले चाहिँ अब सुरुमा चाहिँ गोल्ड बोनस सिलेक्ट गर्नुभयो र ट्रिप गर्नुभएको छैन भने तपाईँले चाहिँ चेन्जमा गएर चाहिँ तपाईँले चाहिँ चेन्ज गर्न सक्नुहुन्छ है। यदि तपाईँले ट्रिप गरिसक्यो भने चाहिँ मिल्दैन। सो तलपट्टि चाहिँ तपाईँको चाहिँ बोनस 23% भनेर दिएको छ है। सो यहाँनिर चाहिँ तपाईँले चाहिँ देख्न सक्नुहुन्छ डे टाइम टुमोरो मर्निङ एन्ड टुमोरो डे टाइम भनेर दिएको छ होइन। तलपट्टि टाइम पनि दिएको छ। यो जोनमा चाहिँ तपाईँलाई चाहिँ 23% दिएको रहेछ है अहिलेको लागि। अब तपाईँले ₹100 राइड तपाईँले लिइराख्नु भएको छ भने ₹100 तपाईँको पैसाको अनुसार 23% भनेको ₹23, जुन चाहिँ तपाईँले कम्पनीले अझै तपाईँको चाहिँ बोनस भनेर चाहिँ तपाईँको चाहिँ हालिदिन्छ है, तपाईँको अकाउन्टमा डाइरेक्टली नै एड हुन्छ। अनि अर्को भनेको चाहिँ तपाईँ हामी यता मनीतर्फतिर जाउँ। सो मनीतर्फतिर गइसकेपछि चाहिँ हजुरहरूले चाहिँ यस्तो देख्न सक्नुहुन्छ। यहाँ चाहिँ टुडेमा थिच्यो भने चाहिँ तपाईँको चाहिँ हरेक कुराको डिटेल्सहरू चाहिँ तपाईँको राइडहरूको बोनसहरूको सबै डिटेल्स देख्न सक्नुहुन्छ। र ब्यालेन्स लिमिटमा चाहिँ तपाईँले चाहिँ यो भनेको चाहिँ तपाईँलाई चाहिँ हामीले टपअप गरिदिएको है। टपअप तपाईँको चाहिँ यति लिमिट पुगिसकेपछि चाहिँ तपाईँले चाहिँ चलाउनु पाउनुहुन्न, त्यसको लागि चाहिँ एङ्गो गुरुजीमा सम्पर्क गर्नुपर्ने हुन्छ। अनि तलपट्टि ब्यालेन्स भनेर देखिएको छ। ब्यालेन्समा चाहिँ तपाईँको जति पनि रकमहरू हुन्छ, बोनसहरू हुन्छ, डाइरेक्टली ब्यालेन्समा गएर एड हुन्छ। यहाँ चाहिँ तपाईँको चाहिँ जति रकम दिएको छ त्यो चाहिँ तपाईँको पाउनुपर्ने रकमहरू हो। सो तपाईँले चाहिँ यहाँ ब्यालेन्समा थिच्नु भयो भने यहाँ माथि विथड्रको सिस्टम देख्न सक्नुहुन्छ है। सो तपाईँले चाहिँ विथड्रको सिस्टममा चाहिँ यो चाहिँ तपाईँको चाहिँ खल्तीमा मात्र अभाइलेबल छ। सो तपाईँले चाहिँ यहाँबाट आफूले नै मलाई चाहिँ अहिले चाहिँ पैसा चाहियो भने चाहिँ तपाईँले चाहिँ आफैले झिक्न मिल्छ है। त्यो चाहिँ खल्तीमा डाइरेक्टली एड हुन्छ, खल्तीबाट चाहिँ तपाईँले चाहिँ झिक्न सक्नुहुन्छ। सो साइडमा तपाईँको चाहिँ च्याट भनेर देखिएको छ। च्याटमा तपाईँले चाहिँ यहाँनिर हेर्ने भनेको मेन भनेको चाहिँ सपोर्ट हो है। सो सपोर्टमा चाहिँ तपाईँले चाहिँ कहिलेकाहीँ बोनसको बारेमा, तपाईँको राइडको बारेमा केही कुरा थाहा नभएको छ भने हजुरले चाहिँ यहाँनिर सोधेर चाहिँ जानकारी प्राप्त गर्न सक्नुहुन्छ है। तपाईँको राइडहरूमा कहिलेकाहीँ चाहिँ म्याप देखाएन, के भएन भने चाहिँ तपाईँले चाहिँ साइडमा चाहिँ एट्याच फाइल गरेर चाहिँ तपाईँले चाहिँ पठाउन सक्नुहुन्छ।
अनि अर्को भनेको तपाईँले चाहिँ मेन युज्ड हुनेको प्रोफाइलमा जानु होला। प्रोफाइलमा गएपछि आफ्नो नाममा क्लिक गरिसकेपछि चाहिँ तपाईँले चाहिँ यहाँ माथिपट्टि चाहिँ गुरुजी भनेर देख्न सक्नुहुन्छ। कहिलेकाहीँ तपाईँहरूसँग चाहिँ फोन नम्बर छैन भने तपाईँले चाहिँ यहाँनिर फोन नम्बर, वाट्सएप, हाम्रो डेट, टाइम र हाम्रो चाहिँ लोकेसन चाहिँ तपाईँलाई दिएको हुन्छ। तपाईँ चाहिँ आएर चाहिँ भिजिट गर्न सक्नुहुन्छ है, कल गर्न पनि सक्नुहुन्छ। अर्को भनेको सर्भिस क्लास। सो सर्भिस क्लासमा तपाईँले क्लिक गर्नुभयो भने यस्तो इन्टरफेस आउँछ। सो प्रायःहरूले चाहिँ कसैले कुरियर गर्छ पनि, कसैले कुरियर गर्दैन पनि। सो तपाईँलाई चाहिन्छ भने चाहिँ यहाँबाट चाहिँ तपाईँले अफलाइन र अनलाइन गर्न सक्नुहुन्छ है, यहाँबाट चाहिँ अन अफ गर्न सक्नुहुन्छ कुरियरको लागि। सो अर्को भनेको पे आउट डिटेल छ। यसमा तपाईँले चाहिँ क्लिक गर्नुहुन्छ भने चाहिँ तपाईँलाई चाहिँ दुईवटा इन्टरफेस देख्न सक्नुहुन्छ, ट्रान्सफर बाई फोन नम्बर र ट्रान्सफर बाई ब्याङ्क भनेर चाहिँ हजुरहरूले चाहिँ देख्न सक्नुहुन्छ है। सो तपाईँले अहिले चाहिँ ब्याङ्क डिटेल्समा चाहिँ क्लिक गर्नुभयो भने चाहिँ यहाँनिर चाहिँ तपाईँले चाहिँ थरीथरीको ब्याङ्कहरू चाहिँ तपाईँले चाहिँ अभाइलेबल हुन्छ अप्सनमा। सो तपाईँको चाहिँ कुन चाहिँ ब्याङ्क चलाउनुहुन्छ तपाईँले चाहिँ त्यसमा क्लिक गरिदिनु होला। सो क्लिक गरेपछि अकाउन्ट नम्बर हजुरले चाहिँ यहाँबाट यसरी हाल्न सक्नुहुन्छ। र तलपट्टि चाहिँ नाममा कसको छ हजुरले चाहिँ यसरी राखेर चाहिँ ब्याङ्क कसको नाममा छ त्यही रियल नेमै राखिदिनु होला। अनि फोन नम्बरमा चाहिँ क्लिक गर्नुभयो भने चाहिँ हजुरहरूको खल्ती आइडीहरू चाहिँ बनेको छ भने चाहिँ सक्दैछ हजुरले चाहिँ खल्ती आइडीको नम्बर हालिदिनु होला। यहाँ चाहिँ तपाईँले चाहिँ +977 गरेर चाहिँ हजुरले चाहिँ नम्बर हालिदिनु पर्ने हुन्छ। +977 चाहिँ अनिवार्य नै छ। अनि तपाईँले चाहिँ तलपट्टि देख्नुहुन्छ भने तपाईँले इन्भाइट फ्रेन्ड भनेर देख्न सक्नुहुन्छ। यहाँ जुन चाहिँ 47CAN952 भनेर कोड दिएको हुन्छ, यो चाहिँ तपाईँले चाहिँ रिफरको लागि चाहिँ युज गर्न सक्नुहुन्छ। र तपाईँले चाहिँ तलपट्टि मेन छुटाउने नछुटाउने कुरा भनेको चाहिँ ट्रबल सुटिङ र फोटो चेक हो है। सो तपाईँले चाहिँ ट्रबल सुटिङमा चाहिँ तपाईँको चाहिँ कुनै पनि मोबाइलमा प्रब्लमहरू, तपाईँको फोटो चेक, सेल्फी चेकहरू बाँकी छ भने चाहिँ यो इस्यु यहाँनिर गर्छ है। तपाईँले त्यहाँ गएर चाहिँ हजुरले चाहिँ भरिदिनु पर्ने हुन्छ। अनि फोटो चेकमा चाहिँ हजुरको चाहिँ डकुमेन्टहरू केही भर्नु भएको छैन भने चाहिँ तपाईँले चाहिँ यहाँ फोटो चेकमा गएर चाहिँ भर्न सक्नुहुन्छ। साथसाथै कहिलेकाहीँ तपाईँको एप्लिकेसनमा तपाईँको केही इस्यु भएर तपाईँहरू अनइन्स्टल गरिदिनुहुन्छ।